जति धेरै डन्डी हाल्यो घर त्यति नै बलियो हुने र भूकम्पले केही नगर्ने होइन र? धेरैलाई लाग्छ कि डन्डी भनेको घरको सुरक्षा कवच हो, त्यसैले इन्जिनियरले भनेको भन्दा एक दुईवटा थप डन्डी हाल्दा घर अझै सुरक्षित हुन्छ भन्ने सोचिन्छ। तर के स्ट्रक्चरल इन्जिनियरिङमा यो कुरा सही हो? इज मोर स्टिल अलवेज अ सेफ्टी नेट, वा यसले तपाईँको घरलाई झन जोखिममा पुर्याइरहेको छ? आज लेट्स डिकोड द साइन्स अफ रेन्फोर्समेन्ट प्याराडक्स। हाम्रो पहिलो र सबैभन्दा ठुलो गल्ती यही हुन्छ। हामी घरमा धेरै स्टिल हुनु भनेको शक्ति मान्छौँ, तर इन्जिनियरिङमा कङ्क्रिट र स्टिल एउटा टिम हुन्। कङ्क्रिटले कम्प्रेसन थाम्छ भने स्टिलले टेन्सन थाम्छ। जब भूकम्प आउँछ घरका पिलर र बिमहरू लचिलो हुनुपर्छ, जसलाई हामी डक्टिलिटी भन्छौँ। यदि तपाईँले आवश्यकताभन्दा धेरै डन्डी हाल्नुभयो भने त्यो संरचना ओभर रेन्फोर्स हुन्छ। परिणाम कङ्क्रिट यति कडा र रिजिड हुन्छ कि आफ्नो लचकता गुमाउँछ। यस्तो अवस्थामा ठुलो झड्का आउँदा घर बेन्ड हुनुको साटो सिधै स्न्याप हुन्छ। इट फेल्स क्याटास्ट्रोफिकली लाइक अ ग्लास रड इन्स्टेड अफ एल्डिङ अ सेफ्टी लाइक अ ब्याम्बो। दोस्रो गम्भीर समस्या हो कन्जेसन, अर्थात् डन्डीको भिड। खास गरी बिम र पिलर जोडिने ठाउँ जोइन्टमा जब धेरै डन्डीहरू कोचिन्छन् त्यहाँ कङ्क्रिट पस्ने ठाउँ नै हुँदैन। जब कङ्क्रिट डन्डीको बीचबाट बग्न पाउँदैन त्यहाँ हनीकम्बिङ अर्थात् खोक्रो ठाउँ बन्छ। बाहिरबाट हेर्दा पिलर बलियो देखे पनि भित्र कङ्क्रिट र स्टिलको बन्डिङ नै भएको हुँदैन। विदाउट अ सोलिड बोन दोज एक्स्ट्रा रिबार आर जस्ट डेड वेट, नट स्ट्रक्चरल स्ट्रेन्थ। यस्तो घरलाई बलियो बनाउनुको साटो उल्टै इन्टर्नल विकनेस निम्ताउँछ। तेस्रो कुरा जुन धेरै डरलाग्दो छ, लस अफ कङ्क्रिट कभर। डन्डीलाई खियाबाट बचाउन त्यसको वरिपरि कङ्क्रिटको एउटा निश्चित बाक्लो लेयर हुनुपर्छ। तर जब डन्डी धेरै हुन्छ ती डन्डीको पिलरहरूमा बाहिरी सर्फेसको त्यो कभर नै इनफ हुँदैन, जसले गर्दा हावा र पानी सजिलै डन्डीमा पुग्छ र कोरोजन अर्थात् खिया लाग्न सुरु हुन्छ। खिया लागेपछि डन्डी सोइल हुन्छ, जसले गर्दा कङ्क्रिट फुट्छ र बिस्तारै खस्न थाल्छ। यो घरको लागि एउटा इन्टर्नल क्यान्सर जस्तै हो, जसले तपाईँको लगानीलाई भित्रभित्रै सडाउँछ। इन्जिनियरिङमा हामी डक्टाइल डिटेलिङको कुरा गर्छौँ। हामीलाई धेरै स्टिल होइन, सही ठाउँमा सही मात्रामा चाहिन्छ। अन्धाधुन्द डन्डी थप्नु भनेको पैसाको बर्बादी मात्रै होइन, घरको प्राकृतिक रूपमा भार थाम्ने क्षमता, डक्टाइल क्यापेसिटीलाई नष्ट गर्नु पनि हो। स्मार्ट होम ओनर्सको नाताले हामीले डन्डीको क्वान्टिटीमा होइन, इन्जिनियरिङको ड्रइङ र सही प्लेसमेन्टमा विश्वास गर्नुपर्छ। तपाईँलाई के लाग्छ, नेपालमा घर बनाउँदा डन्डीको सङ्ख्या गनिन्छ कि त्यसको प्राविधिक पक्ष हेरिन्छ? लेट्स डिस्कस इन द कमेन्ट्स। I am Anup Gautam and thanks for watching.